नमस्कार, म मधुप्रसाद पाण्डेय, श्री मच्छेन्द्र देवी आबी, रैना देवी छहरा 2 सोमादीबाट म आज मानव महाकाव्य मदनाथ प्रसिद्ध अर्घाखाँची जिल्लाको खिदिममा जन्मनुभएका प्रसिद्ध महाकाव्यकार मदनाथ प्रसिद्धको महाकाव्य मानवको बारेमा बताउन गइरहेको छु। र मानव महाकाव्यका मुख्य पात्रहरूमा मोहन, सरिता, कालेकामी, गजानन रहेका छन्। र यहाँ मोहन शोषक सामन्ती प्रवृत्तिको विरोधमा क्रियाशील पात्र हो, जसमा आफू जस्तै शोषित र उत्पीडित जनसमुदायलाई सङ्गठित पारेर आन्दोलनका लागि जागृत र सङ्गठित गर्न सक्ने क्षमता भने छैन। वर्ग विषमताका निम्ति क्रान्तिकारी मार्ग त्यागेर ऊ गान्धी र बुद्धको दर्शनको अनुयायी भएको देखिन्छ। शोषकलाई सुध्रिने मौका प्रदान गरेर मान्छे बनाउने मार्गमा लागेको मोहन महाकाव्यको अन्त्यतिर क्रान्तिबाट विमुख बनेको पाइन्छ। ऊ राष्ट्रप्रेमी र स्वाभिमानी व्यक्ति हो। समाजमा रहेको राक्षसी प्रवृत्तिलाई हिंसाका माध्यमले नभई मानवीय भावना र उच्च आदर्शद्वारा परिवर्तन गर्न सकिन्छ भन्ने उसको मान्यता रहेको देखिन्छ। गजानन्दबाट बलात्कृत पुतलीको गर्भबाट जन्मिन पुगेको मोहनकी आमालाई मोहन जन्मदा नजन्मदै गजानन्दले आफ्नो कालो करतुत लुकाउन हत्या गर्दछ। उसकी आमाको हत्या पश्चात मोहनलाई सरिताले भेटेपछि सरिताले मोहनको पालन पोषण गर्दछिन्। महाकाव्यमा धेरै समय उपस्थित भएको कविका विचारको प्रतिनिधित्व गर्ने समाजको यथार्थ र मानवीय मूल्य मान्यताका विषयमा जानकारी प्राप्त गरेको मोहन यस महाकाव्यको प्रमुख पात्र हो। म पहिला पात्र परिचय गराउँदैछु। मोहनको बारेमा हामी पढिसक्यो। अनि सरिताले उसलाई चाहिँ जीवन दिएकी छे, जो उसकी आमा होइन। उसकी आमा पुतलीलाई गजानन्दले मारेको छ उसका केटाहरू लगाएर। अब मोहनको बाउ चाहिँ यथार्थमा गजानन्द नै हो। अब सरिता गजानन्दकी श्रीमती हुन्। छोरा बिना स्वर्ग गइँदैन भन्ने मान्यताका कारण 7वटी छोरीहरूकी आमा भए पनि छोरा प्राप्तिको भोग सरितामा छ। आफ्नै लोग्नेको गर्भ बोकी कामी कालेकी बहिनीले जन्माएको पुत्र मोहनलाई जीवन दान दिनका निम्ति लोग्ने गजानन्द र 7वटी छोरीहरूलाई त्याग्ने सरिता अन्याय विरुद्ध विद्रोह गर्ने पीडित नेपाली नारीहरूको प्रतिनिधित्व गर्ने के हो पात्र हुन्। त्यसैले सरिताको चरित्र के छ, अनुकूल छ। उनी कारुणिक पात्रको रूपमा, नायिकाको रूपमा महाकाव्यमा देखिन्छन् सरिता। अनि कालेकामी मानव महाकाव्यको सुरुमा देखेको कालेकामीले शोषित वर्गको प्रतिनिधित्व गरेको छ। दास मनोवृत्तिबाट मुक्त हुन विदेश पसेको कालेकामी विदेशीहरूको हेलक्तो र अन्याय खप्न नसकी स्वदेश फर्कन्छ। मुखियाले आफ्नी बहिनी पुतलीको शरम र यौन शोषण गरेको थाहा पाउनसाथ मुखियासँग बदला लिन गएको कालेकामी मुखियाको टुप्पी काट्ने र जनै टुनाल्ने बाहेक अरू केही गर्न नसकी मृत्युको मुखमा पुग्दछ। शोषक र उत्पीडनका विरुद्ध शोषित र उत्पीडित जनसमुदायलाई सङ्गठित रूपमा गोलबन्द नगरी एक्लै हिंसात्मक मार्ग अपनाएकाले कालेकामीले मृत्युवरण गर्नु पर्दछ। दासत्वका मुक्तिका निम्ति अन्याय र अत्याचारको विरुद्ध सङ्घर्ष गर्ने कालेकामी दलित श्रमिक वर्गको प्रतिनिधित्व पात्र हो। अब गजानन्द खलनायक, जो महाकाव्यमा गजानन्दले शोषक, अन्यायी र अमानवीय प्रवृत्ति भएका व्यक्तिको प्रतिनिधित्व गरेको छन्। कालेकामीलाई दास बनाएर श्रमको शोषण गर्ने गजानन कस्तो भन्दा गजानन मुखिया कालेकामी मुगलान भासिएपछि उसकी बहिनीलाई काममा लगाएर उसको यौवनसँग खेलवाड गर्दै कुमारी तत्त्व लुट्छ र गर्भवती बनाउँछ। अनि के हुन्छ भन्दा आफ्नै यौन तृप्तिका निम्ति कुमारी तत्त्व लुटिएकी पुतलीको गर्भबाट जन्मिएको नवजात शिशु लिएर आएकी धर्मपत्नी सरितालाई घरबाट निष्कासन गर्ने गजानन महाकाव्यभरि
सक्रिय भएकाले प्रमुख पात्र हो। अब यो महाकाव्य कस्तो भन्दा एउटा चाहिँ धेरै पहिला जो 10 वर्षे जनयुद्ध भन्दाको पहिलाको समयलाई याद आयो मलाई। त्यति बेलासम्म पनि थियो हुन्थ्यो समाजमा व्याप्त एकदम के ठुला बडाहरूले यो कमैया राख्ने, हली राख्ने हैन, अनि अनैतिक सन्तान जन्माएर पनि आफ्नो परिचय नदिने, जो 2023 सालमा लेखिएको यो महाकाव्य भए तापनि यो जनयुद्धभन्दा अगाडिसम्मको झल्को हामीले पनि देखेको समाजमा यदाकदा छोरो भए पनि छोराको परिचय लुकाइदिने हैन, यस्तो समाजको व्याप्त विकृतिलाई साहित्यकार मदननाथ प्रसिद्धले देखाउनु भएको रहेछ। यो महाकाव्य मार्फत पढ्न पाएँ, खुसी भएँ हैन। यो समाज रूपान्तरणको लागि जो कालेले गरेको विद्रोह छ अनि कसरी चाहिँ त्यो काले कामीलाई चाहिँ गजानन्दहरूको त्यो भरौटेहरूले मार्छन्, कसरी एउटा निमुत एउटा गरिबी सोझी तपाईको सोझी त्यो उलाई के अरे पुतलीलाई मार्छन्, कसरी चाहिँ यो सरिता जस्ता असल गृहिणीहरूले घर त्याग्नु पर्छ, मोहन जस्ता अनि चाहिँ शम्भु जस्ता पात्रहरू कसरी निर्दोष विमुख पात्रहरू शोषक र शोषक वर्गबाट शोषिनु पर्छ र आफ्नो परिचय आफ्नो बाउ भन्न पनि पाउँदैनन् भन्ने समाजमा घट्ने र घट्न सक्ने प्रवृत्तिहरूलाई यस महाकाव्यमा देखाएको रहेछ। यो एउटा विसङ्गतिवादी चरित्रलाई देखाइएको महाकाव्य सुनेर तपाईहरुको मनमा कस्तो लाग्छ एकपटक तपाईहरुले पनि यो मानव महाकाव्य पढ्न नछुटाउनु होला भन्दै यो भिडियोबाट ओजेलिन्छु। हस्त नमस्कार।